नमस्ते साथीहरू, मेरो यो युट्युब च्यानल दिदीको किचनमा तपाईहरु सम्पूर्ण स्वागत गर्न चाहन्छु। साथीहरू, मैले आज गावाको रेसिपी लिएर आएको छु। यो बर्खा याममा पानी परेको बेला खट्टी मिठी गावा खाँदा एकदमै आनन्द आउँछ। त्यही भएर मैले गावाको रेसिपी लिएर आएको छु। अब लगाउँ गावातर्फ। मैले यो आफ्नै बारीमा भएको गावा टिपिरहेको छु। बर्खाको समयमा पानी परेको बेला एकदमै राम्रोसँग पलाएको छ यो गावाको पात। कसैले चाहिँ गावाको यो डाँठको पनि तरकारी बनाएर खाने गर्छन्, तर मैले चाहिँ आज गावाको पात मात्र टिपेर, यो पिँडालुको पातलाई गावा भनिन्छ, यो पिँडालुको पात मात्र टिपेर तरकारी बनाउँदै छु। एकदमै स्वादिलो हुन्छ यो, मलाई चाहिँ एकदमै मन पर्छ। तपाईहरुलाई पनि अवश्य मन पर्छ होला। यो गावाको कलिलो पात त्यति नकोकाउने भएको हुनाले कलिलो पातलाई नै गावाको रूपमा प्रयोग गरिन्छ र एकदमै कलिलो पातहरुको प्रयोगमा ल्याइन्छ यसलाई। यसको लागि अब अमिलो पनि चाहिने हुनाले मैले आफ्नै बारीमा भएको यो कागती टिप्दै छु। यो कागती एकदमै रसिलो र राम्रो पनि हुन्छ। मिठो स्वादको धेरै रस आउने खालको हुन्छ। देख्दाखेरि सानो सानो भए पनि यसमा रस चाहिँ एकदमै बढी आउँछ। पानी परिरहेको छ साथीहरु, यस्तो झमझम सिमसिमे पानी परेको बेला छ। अब हामी यो गावाको पातलाई राम्ररी सफा पानीले सफा भाँडामा राखेर पखाल्दै छौं। त्यसपछि यसलाई मसिनो गरी काट्नु पर्छ। यो मैले काटिसकेको छु र यसलाई बिस्तारै मैले कुकरमा पानी राखेर यो पानीलाई उमालेर, पानी पनि उम्लिसकेको छ। यो उम्लेको पानीमा मैले बिस्तारै काटेको पातहरु राख्दै छु। त्यसपछि स्वाद अनुसारको नुन र थोरै बेसार पनि हाल्दै छु मैले। त्यसपछि यसलाई बिस्तारै सानो ग्यास बनाएर सिटी लगाउनु पर्छ। लगभग 4 देखि 5 सिटीसम्म लाग्यो भने एकदमै राम्रोसँग पाक्छ। यो पात मात्र छ, डाँठ पनि राम्रैसँग पाक्छ। यसले लगभग 5 सिटी लगाइसकेको अवस्था छ र यसलाई हावा जानको लागि राखिदिन्छु। र यो गावा झाम्नको लागि मैले यहाँ तयारी सामानहरु राखेको छु। यसमा काटिएको प्याज छ, यसमा जिरा, मेथी छ, त्यस्तै गरी गावाको लागि रातो खुर्सानी, राम्रो सुकेको खुर्सानी, अनि लसुन र अदुवा काटेको, अनि यो